मलाई यो ठान्नुहोस् बनाउनुभयो अनि यो ठाउँमा खडा गर्नुभएको छ। अब तपाईँको जनहरू तपाईँको आवाज सुन्न आएको छ, मेरो बुद्धि ज्ञान आवाज होइन। यस कारण तपाईँले बोल्नुहोस्। योपालि उहाँले तपाईँमा अगुवाई मागेर जुन विषय राखेको छ त्यो विषय बुझ्न जान्न सकेको जुन कुरालाई तपाईँले मिलाउनुहोस्। हाम्रो सुन्ने कान बुझ्ने हृदय खोलिनुहोस्। तपाईँको व्यवस्थाबाट दिएको कुराहरू हामी बुझ्न जान्न सकौँ। पवित्र आत्मा परमेश्वर तपाईँ शिक्षक हुनुहुन्छ, तपाईँले नै सिकाउनुहोस्, यहाँ दोस्रो पछाडि देखाउनुहोस्। तपाईँको ताजा अभिषेकले हामीलाई देखाउनुहोस्। बिन्ती मुक्तिदाता यीशु ख्रीष्टको नाममा यो प्रार्थना माग्दछौँ, आमेन। हिजो पास्टर भाइ सुदेन हुनुहुँदै थियो, हामीलाई मोटो मोटो मान्छेहरूलाई पास्टरलाई चुन्नु भएको छ है, तर हाम्रो अलिकति घाँटी चाहिँ अलिकति दुब्लो दुब्लो भयो है। माफ चाहन्छु, मेरो त्यस्तै भयो र सायद यो टेक्नोलोजी छ है, साउन्ड सिस्टम छ, यसले चाहिँ आवाज राम्रो पुग्छ भनेर र म छिरो कन्सेसन साथै गोरुबथान कन्सेसन पनि हेर्नु परेको कारणले दुवै मण्डली धर्मगुरुहरूको तर्फबाट तपाईँ सबैलाई मसिसलाई गर्न चाहन्छु। पास्टर उदयदान है, उहाँ हाम्रो फर्मर मोडरेटर जसको नेतृत्वमा हाम्रो काउन्सिलले धेरै कुराहरू गर्न सके अनि उहाँलाई काउन्सिलको सेवाकार्य गर्नको लागि तपाईँ हरेक मण्डलीले अगुवाई गर्नुभयो र उहाँले मलाई जुन यो प्रस्ताव राख्नुभयो, योपालि खासै यो वर्ष चाहिँ म कहीँ पनि कन्भिन्स नगरेर मेरो एउटा काम हुँदैछ, विशेष काम हुँदैछ र त्यो काम म गरिरहेको छु। मलाई लास्ट डेडलाइन मेरो यो डक्टरेट स्टडीको यो डिसेम्बर दिएको छ। मैले यही हो मेरो सब्मिट गर्नुपर्छ थेसिस। म कहीँ पनि जान्दिनँ, म पढ्छु, चाहिँ सेवाकार्य गर्छु सम्झेको थिएँ र उहाँले जुन प्रस्ताव गर्नुभयो र मैले सोचेँ म कारण उहाँले जुन जुन प्रकारले काम गर्नुभयो र हामीलाई पनि गाइड गर्नुभयो, यो एकदम सराहनीय छ। तपाईँले असल पास्टरल पाउनुभएको छ जसको नेतृत्वमा दार्जिलिङ कक्सेसनले धेरै कुरा गरिरहेको छन् र उहाँले भन्नुभयो कारण मैले पनि उहाँलाई धेरै ठाउँमा बोलाएँ। उहाँ मोडरेटर हुनु मन्टीपुटी मोडरेटर भएको र हामीले धेरै कामहरू गऱ्यौँ र उहाँको कुरा उहाँ सफ्ट बोल्नुहुन्छ तर उहाँले भनेको कुरा कसैले न्याय भन्दैन है र बोल्दाखेरि करारै बोल्नुपर्छ भन्ने चाहिँ छैन उहाँको फर्मुला है। हामीले जे पनि कुरो मिठोसँगले बोल्यो भने मान्छेले सुन्छ। कोही बेला हामीले हकारेर पकारेर भन्छौँ, जे कुरा मिठो मृदु भनेर बोल्यो भने त्यो कुरा हुन्छ भन्ने कुराहरू र हाम्रो भाइ पास्टर सुदेन पनि आउनुभएको छ। उहाँ पनि आफ्नै कन्भेन्सन कालिम्पोङमा है फ्यामिलीसँग आउनुभयो। मेरो श्रीमती चाहिँ आउनु सक्नु भएन कारण मेरो घरमा हामी घरसँगै छ तर मेरो कान्छा भाइ बुहारीहरू उहाँहरूको माइता बुहारीहरू कान्छा भएको कारण मेरो 88 वर्षका आप्पा हुनुहुन्छ घरमा। उहाँहरू राम्रै छ तर उहाँलाई खाना दिनु पऱ्यो, सबै कुरा गर्नु पऱ्यो। मेरो श्रीमती एक्लै भएको कारणले गर्दा उहाँले हेर्नु हुँदैछ, आउनु सक्नु भएन। र उसलाई सबै कुरालाई धन्यवाद भन्दै योपालि तपाईँहरूले जुन फिल्म राख्नुभयो यो बहुत चुनौतीपूर्ण छ र मैले रोमीको पत्रको व्याकरण सायद त्यति साह्रो भनिरहनु पर्दैन होला, तर पनि यो 12 अध्यायको 2 पत्रबाट जुन छान्नु भएको छ यसलाई राखेर म अगाडि बढ्न चाहन्छु। म अगाडि जान चाहन्छु। यो रोमी 12 अध्याय मनको परिवर्तनले तिम्रो बदलियो भन्ने कुरा छ। पावलले यो रोमीको पत्र लेख्दाखेरि कहिले लेख्यो भन्दाखेरि बाइबलको इतिहासकारहरू हुन्छ 1857 र 58 को भित्रमा पावलको दोस्रो मिसनरी जर्नी हुँदाखेरि एउटा कोरिन्थीमा बसेर लेखिएको। तपाईँले घरमा गएर पढ्नुहोस्। प्रेरित कर्म 18 अध्यायको 1 देखि 18, प्रेरित कर्म 20 को 1 देखि यो तपाईँले हेरेर पाउन सक्नुहुन्छ। यसको उद्देश्य पावलको एउटा मिसनरी पर्पसको विषयमा, पास्टरल पर्पस, त्यहाँको मण्डलीहरूलाई प्रभु वचनको सुनाएर मण्डली कस्तो हुनुपर्ने कुराहरूमा
अपोलोजेटिक पर्पस, त्यहाँ धेरै झुटा शिक्षाहरू र धेरै कुराहरू त्यहाँ अहिले हामी आउँछौँ यो कुरालाई बचाइराख्नुको लागि। र पावलले लेखेको पत्रहरूमध्ये रोमीको पत्र चाहिँ एकदम ठुलो गहन छ। यसलाई म ल्याएको देख्नुहोस्, म पढ्दिनँ। रोमीको पत्र पढेरै मार्टिन लुथर जस्तो मान्छेहरूले रोमी 1:15-16 धर्मात्मा विश्वाससँग जिन्छ। यो कुराहरू उसको जीवन परिवर्तन भएको कुरा, रिफर्मेसन ल्याएको कुराहरू हाम्रो जोन क्याल्भिनले भनेको छ, जसले रोमीको पत्र राम्ररी बुझ्दछ उसले परमेश्वरको न्याय, परमेश्वरको प्रेम, परमेश्वरको दुलार, परमेश्वरको अनुग्रहले छर्लङ्ग जान्दछ भनेर। यो ठाउँमा हाम्रो विश्वासको विषयमा, मुक्तिको विषयमा हामी यहाँ धेरै कुराहरू पाउँछौँ। अब रोममा चाहिँ पावल गएकै थिएन, अब छुट्टै मात्रै आउँछौँ। र कसरी त्यहाँनिर परमेश्वरको वचन पुग्यो भन्दा धेरै विद्वानहरूले भनेको छ, प्रेरितकर्म 2:10 तपाईँले हेर्नुहोस्, पेन्टिकोस्टको दिनमा रोमबाट पनि विश्वासी आएको थिए। तर प्रेरितकर्म 2:10 हेर्नुहोस् त, जब डे अफ पेन्टिकोस्ट भएको थियो त्यति बेला त्यहाँ लेखिएको छ। कसरी बाइबल पढ्नु सक्नुहुन्छ तपाईँले? प्रेरितकर्म 2:10 हेर्नुहोस् त। यो घटना AD 302 भित्रको घटनाहरूमा यीशु ख्रीष्टको पौडेल उठाइ पछाडिको है 40 दिन बसेर पछि 10 दिन पछाडि घटना। प्रेरितकर्म 2:10 हेर्नुहोस् त, पावलको त कन्भर्टै भएको थिएन यति बेला, पावलको कन्भर्जन नै भएको छ यति बेला। पाउनुभयो कसरी? बाइबल खोल्नुहोस् त, पढ्नुहोस्। प्रेरितकर्म 2:10 बाइबल छ, हामी झट्टै सबै खोलेर पढ्ने गरौँ है। छ भने पढ्नु भएन? कसरी पढ्नु सक्नुहुन्छ? रोमबाट आएका यहुदी र यहुदी मत मान्नेहरू है, यहुदी र यहुदी मत मान्नेहरू दुवै पेन्टिकोस्टको दिनमा थिए। त्यो दिन जब त्यो पेन्टिकोस्ट पवित्र आत्माको भरपुरी र अभिषेक पाउनेहरूमा धेरैजना रोमबाट आएको विश्वासी थिए र उनीहरूले त्यहाँबाट चाहिँ सुसमाचार रोममा लिएर गएको। मलाई खुसी देखेर जान चाहन्न, कारण हामी अर्को जान मेरो विषय छ। र पावलले यो रोमी 12:1-2 किन यो रोमी 12:2 पढ्छु? हाम्रो थिम छ, यसलाई हेर्दाखेरि यति बेला रोमको राजनैतिक अवस्था कस्तो थियो भन्दाखेरि रोमन इम्पायरको डोमिनियन्स थियो, तपाईँलाई थाहा छ, हस्तक्षेप थियो। त्यहाँनिर नो ह्युमन राइट्स, कुनै मानव अधिकार भन्ने थिएन। रोमको राजा नेरोको टाइम हो, तपाईँलाई थाहा छ। यस समयमा परमेश्वरको धेरै विश्वासका वीरहरू मारिएका थिए अनि यही समयमा प्रभुको दास पावल पनि रोममा मारिन्छ, हामी सबैलाई थाहा छ। र पोलिटिकल सिचुएसन, राजनीतिक अवस्था त्यो अवस्थामा थियो र क्रिस्चियनहरूलाई सताइन्थ्यो, क्रिस्चियनहरूलाई मारिन्थ्यो अनि नेरोले त धेरैजनालाई मारेको छ। अनि यहाँनिर दोस्रो प्रोब्लम थियो इम्पेरियल कल्ट भनेको के भन्दाखेरि रोमको राजा जो हुन्छ त्यही राजा नै रोम देशको ईश्वर पनि हो। रोम देशको राजा जो हुन्छ त्यही रोम देशको राजा पनि हुन्छ। तपाईँलाई थाहा छ, जब नेपालमा राजतन्त्र थियो राजालाई के अवतार मानिन्थ्यो? हजुर, विष्णुको अवतार मानिन्थ्यो। र त्यसै कारण क्रिस्चियन्सहरूलाई सतावट भएको हामीलाई थाहा छ। यहाँबाट सङ्कलनहरू धेरै मिसनेरिजहरू यहाँबाट गएर एउटा सुसमाचार सुनाएकोदेखि खातिर धेरै तपाईँको पुर्खजहरूले आज दुःख पाएको। र त्यो अवस्थाको समयको क्रिस्चियन्सहरू है हामी यस्तो आरामसँग प्रभु पाएको छैन। रोमको राजा नै ईश्वर, त्यहाँनिर राजालाई ईश्वर भनेर पुज्ने परिस्थितिमा थियो रोमी 12 अध्यायको टाइममा।
त्यस्तै भए तापनि रोमी 13 अध्यायको 7मा हेर्दाखेरि क्रिस्चियनहरूलाई बेसी आक्षेप लाग्थ्यो र क्रिस्चियनहरू चाहिँ ल अबाइडिङ हुँदैन भनेर। त्यस कारण पावलले रोमको मण्डलीलाई तिर्नुपर्ने करहरू तिर्नु, अख्तियारहरूको डर अधीनमा बस्नु भनेको छ। तर एउटै कुरो चाहिँ आज राजालाई चाहिँ ईश्वर होइन, तर मान्नुपर्ने कुराहरू मान्नु, तिर्नुपर्ने कुराहरू तिर्नु भनेर त्यहाँ लेखिएको छ। त्यति बेलाको सोसियल कन्डिसन कस्तो थियो, सामाजिक अवस्था भन्दा चाहिँ त्यहाँनिर एकदम ज्युज जेन्टल त्यहाँ रोमन्सहरू भएको कारणले गर्दाखेरि त्यहाँनिर सबै स्तरका मानिसहरू थियो, धनीमा धनी, गरिबमा गरिब, सबै स्तरको मान्छेहरू है, विभिन्न डाइभर्स कल्चरमा बस्ने व्यक्तिहरू थिए। त्यहाँको सोसियल स्ट्राटिफिकेसन कस्तो थियो भन्दाखेरि त्यहाँनिर गरिब धनी एकदम सोसियल क्लासले छुट्टिएको कुराहरू पाउँछौँ। त्यहाँनिर रोमको सिटिजन र नन सिटिजन। तपाईँलाई थाहा छ पल ल्याउने नै भए तापनि पल रोमको सिटिजनसिप पनि लिएको थियो र रोम चाहिँ इटालीमा मात्रै सीमित थिएन, तर इजरायल देशहरू, ग्रिस, यो प्रान्तहरू जहाँ जहाँ रोमले राज गरेको थियो आज त्योहरू तपाईँले देख्न सक्नुहुन्छ। र त्यसको कारणले गर्दाखेरि त्यहाँको सामाजिक अवस्था धनी गरिब सबै किसिमको व्यक्तिहरू बसेको थियो। एथिकल अनि मोरल कन्डिसन त्यति बेला कस्तो थियो, नैतिक अवस्था भन्दाखेरि त्यहाँनिर पावलले त्यसै कारण धेरै कुरामा जोड दिएको छ। विशेष गरी 12 अध्यायमा आएर 1 र 2 पद यति साह्रो त्यो समाजमा विच्छिन्नवादको कुराहरू थियो, धनी गरिबको कुराहरू थियो है। त्यहाँनिर ती नराम्रो नराम्रो कुराहरू हुन्थ्यो। तपाईँले त्यो रोमको पत्र सबै हेर्नुहोस्। र धेरैजना क्रिस्चियन भएर पनि क्रिस्चियन जस्तो जीवन जिएको थिएन। यसै कारण पावलले जोड दिएर चाहिँ रोमी 12 अध्यायमा आएपछि चाहिँ पावलले जोड दिएर चाहिँ आज हामी चाहिँ कस्तो हुनुपर्छ, प्रभु पाएको जनहरू कस्तो हुनुपर्छ, हाम्रो सोच, हाम्रो विचार, हाम्रो जीवन कस्तो हुनुपर्छ भन्ने कुरामा पावलले त्यहाँनिर जोड दिएको छ। लभ एन्ड सर्भिसको कुराहरू आज क्रिस्चियन भएपछि तपाईँले 12 अध्याय समस्या पढ्दै जानुहोस्। दिनेलाई दिनु, सेवा पुऱ्याउनलाई पुऱ्याउनु है, त्यहाँनिर तपाईँले धेरै कुरा देख्न सक्नुहुन्छ है। बिलिभरलाई, विश्वासीलाई इन्करेज गरेको छ पावलले, सर्भ एन्ड लभ वान एनदर भनेर है। प्रभु यीशु ख्रीष्टको शिक्षालाई पावलले त्यहाँनिर जोड दिएको छ पावलको मिनिस्ट्रीमा। त्यहाँ त्यति बेलाको स्पिरिचुअल कन्डिसन कस्तो थियो भन्दाखेरि त्यति बेला मैले भनिहालेँ, पर्सिक्युसन थियो, सताव थियो, फल्स टिचिङहरू थियो। 16 अध्यायमा गएर तपाईँले हेर्न सक्नुहुन्छ। र त्यस्तो अवस्थामा विश्वासीले आफ्नो विश्वासलाई फेथ एन्ड पर्सिभरेन्स, आफ्नो विश्वास र धैर्यतालाई बचाइराख्नुपर्ने कुराहरू थियो त्यहाँनिर। र त्यतिको विषयमा पनि स्पिरिचुअल ग्रोथ त्यहाँको विश्वासीहरूलाई पाउने उत्साह र प्रेरणा दिन्छ कि आत्मिकी उन्नतिको विषयमा, ग्रोथको विषयमा त्यहाँनिर बताउँछ र प्रभुसँगको सम्बन्ध चाहिँ राख्ने कुरामा पावलले त्यहाँनिर जोडेको पाउँछ। म तपाईँलाई व्याख्या गरिरहँदिनँ। हार्ट माइन्ड एन्ड सोलको यो तिनै कुरा एउटा होइन। तर यिनीहरू रोमी 12 अध्यायको 2मा पावलले जुन शब्द चलाएको छ, मनको परिवर्तन भन्ने कुराहरू है, मनको परिवर्तन। हिब्रू भाषामा माइन्डलाई MOACH भनिन्छ। यसलाई ब्रेन अथवा इन्टलेक्टसँग, यसको ज्ञान, सोच, समझ, विचारसँग यसलाई रिलेट गर्छ। ग्रिक भाषामा माइन्डलाई 3वटा शब्दसँग रिलेट गर्छ। एउटा चाहिँ नोस, एउटा चाहिँ न्युमा, एउटा चाहिँ मनालो। यो सबै कुरालाई जोडेर गर्दाखेरि ज्ञान, मन, बुझ्ने क्षमता, म तपाईँलाई एकदम छोटकरीमा भन्न चाहन्छु। यो कुरामाथि जोड दिएको पाउँछ। म बेसी शब्दहरूमाथि जान चाहन्न, तर म विशेष थिममाथि जान चाहन्छु। रोमी 12को 2मा पावलले चाहिँ हाम्रो सोच, हाम्रो थट प्याटर्न, हाम्रो एटिट्युड, सबै कुराहरू, हाम्रो सम्झिने, सोच्ने विचारधाराहरू, समझहरू चाहिँ सबै कुरा चाहिँ परिवर्तन हुनुपर्ने र परमेश्वरको सत्यता अनि परमेश्वरको इच्छासँग गाँसेर जिउनुपर्ने कुरामाथि पावलले जोड दिँदछ। तपाईँहरू कसैको घरमा एकता बुक
पब्लिकेसन जो काठमाडौँमा छ उनीहरूले बनाएको नेपाली र इङ्ग्लिस ग्रामर तपाईँले युज गर्नुहुँदैछ भने सेमिनारको एकताको पब्लिकेसन छ त्योबाट मैले यसको परिभाषा खोजेर ल्याएको एकता नेपाली ग्रामर व्याकरणले भन्छ माइन्डलाई चाहिँ के भन्नुहुँदैछ भन्दाखेरि मन चित्त दिल हृदय इच्छा अभिलाषा इरादा विचार अन्तस्करण भनेको छ है मन चित्त दिल हृदय इच्छा आफ्नो सोच इरादा विचार अन्तस्करण भनेर है त्यहाँनिर उनीहरूले परिभाषा दिएको रहेछ अब तपाईँले बुझ्नुभयो होला हाम्रो मनको परिवर्तन मन भनेको कुरा चाहिँ के भन्ने कुरा म शब्दतिर जान चाहन्न तर पाउलले यही भन्न चाहेको हामी प्रभुलाई पाएपछि परमेश्वरको जन्म चाहिँ डिसन द गड्स विल परमेश्वरको इच्छालाई जान्नु एक्सपिरियन्स स्पिरिचुअल ग्रोथ आत्मिक अनुभवमा बढ्नु लिभ अ लाइफ द्याट अनर्स गड त्यो जीवन जिउनु जसले परमेश्वरलाई महिमा पुर्याउनुहोस् ओभरकम वर्ल्डली इन्फ्लुएन्सेस संसारिक प्रभावबाट आफूलाई बचाउनु फर क्रिस्चियन्स आवर होलनेस अफ लाइफ बिलोङ्स टु गड हामी इसाईले जान्नुपर्छ कि हाम्रो यो जीवन चाहिँ हाम्रो होइन तपाईँले पहिलो कोरिन्थी 6:19-20 पनि पावलले कोरिन्थीका महिलालाई दिएर छोडिदिएर भनेको छ तिमीहरू त आफ्नो होइनौ तर तिमीहरू के गरेका हौ तिमीहरू दाम तिरेर किनेका हौ यस कारण आफ्नो शरीरमा कसको महिमा गर हजुर परमेश्वरको महिमा गर भनेको छ अनि यो रोमी 12:2 पावलले भन्न चाहेको वी आर पर्चेस्ड बाई जिजस होली ब्लड यीशु ख्रीष्टको अनमोल रगतले किनेको पत्रुसले पनि पहिलो पत्रुस 1:18-19 भनेको छ कि तिमीहरू चाहिँ सुन चाँदी संसारको व्यर्थको कुराले किनेका होइनौ तर केले किनेका हौ यीशु ख्रीष्टको अनमोल निष्कलुष रगतले किनेका हौ र पावलले एक कुरा जोडेर अझै भन्छ पहिलो कोरिन्थी 3:16-17 पावलले रोमी 12:1-2 के भन्न चाहेको नाउ वी आर द लिभिङ टेम्पल अफ होली स्पिरिट यो काठ सुन चाँदी माटो इँटाले बनेको मन्दिर परमेश्वरको मात्रै परमेश्वरको मन्दिर होइन कि हाम्रो जीवन चाहिँ परमेश्वरको मन्दिर र जिउँदो बलिदान स्वरूप परमेश्वरले दिइहाल्नु भन्ने कुरा अघि जो ग्रिक शब्दमा न्युस भन्ने चलाएको थियो न्युस भन्ने शब्द यो चाहिँ के रहेछ भन्दाखेरि न्युज चाहिँ न्युली म्यानुफ्याक्चर नयाँ बनिएको कुरा हुँदो रहेछ तर पावलले नयाँलाई क्यानोसिस भनेर चलाएको छ यो चाहिँ क्यानोसिस चाहिँ कस्तो हुँदो रहेछ भने एउटा फ्याक्ट्रीमा गाडी बन्ने यो चाहिँ न्युज हो तर त्यो नयाँ गाडी जब तपाईँले किन्नुहुन्छ पेमेन्ट दिएर त्यो कम्पनीलाई दिइसकेपछि तपाईँले पैसा दिइसकेपछि त्यो कम्पनीले तपाईँलाई के दिन्छ गाडी किनेर के दिन्छ चाबी दिन्छ त्यति मात्रै दिन्छ सबैभन्दा ठुलो कुरो गाडी ठुलो कि डकुमेन्ट डकुमेन्ट पनि ठुलो डकुमेन्ट दिन्छ टेम्परेरी नम्बर आउँछ अझै सबै कुराबाट मोटर भेहिकलबाट अथोरिटी आउँछ र त्यो गाडी तपाईँको हुन्छ गाडी कहीँ कसैले लाँदैछ भने त्यो चलाउने मान्छेले मालिककोबाट के लिएको हुनुपर्छ हजुर के लिएको हुनुपर्छ हजुर अथोराइज लेटर भएको हुनुपर्छ पुलिसले टक्कै हेर्छ गाडी आउँदैछ रोक्छ यो गाडी कसको ड्राइभरको लाइसेन्स हेर्छ र गाडीको अहिले त देखिहाल्छ यो गाडी कसको त्यो ड्राइभरले मेरो होइन भने साथ मालिकबाट तिमीले ल्यायो भने के सोध्छ पुलिसले अथोराइज लेटर ल्यायो जब अथोराइज लेटर ल्याउँदैन के हुन्छ त्यो गाडी त्यो ड्राइभरलाई के हुन्छ हजुर पेनल्टी हुन्छ फाइन हुन्छ गाडी सिज पनि हुन्छ हाम्रो माइन्ड हाम्रो जुन चाहिँ माइन्ड छ नि मानसिकता त्यही हो हिजोसम्म प्रभु नपाउँदासम्म यो माइन्ड
यो जीवन यो सबै कुरो कसैको थियो भने जब प्रभु पाएपछि यो माइन्ड मेरो शरीर सबैको मालिकको पल जेम्स पल होइन कसको तपाईँको होइन कसको प्रभुको अनमोल रगतले किनिएका हो र प्रभु पौलले रोमको विश्वासीलाई यही गर्नु खोजेको रोमी 11 अध्यायसम्म हेर्दाखेरि तपाईँले पढ्नुहोस् विगतको जीवनमा सृष्टि कस्तो थियो त्यहाँनिर तपाईँले होमोसेक्सुअलिटी लेस्बियन सबै रोमी 1 अध्यायमा पाउन सक्नुहुन्छ र संसारको भयमूल जीवनदेखि लिएर 9 देखि 11 मा जिउजहरूलाई पनि है त्यहाँनिर तर्क गरेको छ त्यहाँदेखि रोमन्सहरूलाई गरेको छ कि 12 मा आएपछि चाहिँ रोमन्सहरूले त्यहाँ भनेको छ तिमीहरू जुन इजरायली जातिले सुनेको र उनीहरूले अब त्यागेको कारण तिमीहरू चाहिँ जङ्गली भद्रासँग चाहिँ के हुँदैछौ चाहिँ असल बोटमा के हुँदैछौ ग्राफ्टिङ हुँदैछ है ग्राफ्टिङ भएपछि चाहिँ अब चाहिँ तिमीहरूले रोमन्स ओल्ड लाइफ रोमन्सको जिउने कल्चर संस्कृति जीवन जस्तो जिउनु हुँदैन तर अब प्रभुलाई पाएपछि जीवन चाहिँ तिमीहरूले जिउनुपर्छ प्रभुको मन प्रभुको हृदय प्रभुको रगत किनेपछि तिमीहरू नयाँ हुनुपर्छ भन्ने कुराहरू म पाउलले जोड दिन्छु आज यही सिलसिलामा म तपाईँलाई खास आजको पछि रोम उत्पत्ति 12 अध्यायमा लान चाहन्छु है हामी मलाई सजिलो भएको चाहिँ व्यक्ति विशेषलाई सुन्यौँ भने चाहिँ रोमी 12 अध्यायको माथि हामी लिएर जान सक्छौँ आजको मेरो विषयगत चेन्ज अफ माइन्ड अफ अब्राहम है यो अब्राहमले आफ्नो मानसिकता आफ्नो सोच उसले रेस्टोर गरेपछि बचाएपछि उसले आफ्नो जीवन र उसले आफ्नो विश्वास बचाएको उत्पत्ति 12 नै पाउँछ उत्पत्ति 12 अध्याय यति साह्रो गहन छ यहाँ अब्राहमलाई परमेश्वरले चुनेको हुन्छ फेरि अब्राहम प्रभुदेखि टाढो भएको हुन्छ फेरि अब्राहम प्रभुमा फर्केर आएको हुन्छ यो 12 अध्यायभित्र सबै कुरा छ र यो रोमी 12 अध्यायलाई हामीले लिएर उत्पत्ति 12 अध्याय हामी अध्ययन गर्नेछौँ र अब्राहमलाई हामी सबैले फादर अफ फेथ विश्वासका पिता भन्छौँ जो पावलले रोमी 4:11 मा रिपोर्ट गरेको छ हिब्रू 11 अध्यायको 8 देखि 11 मा हेर्ने विश्वासका पिताहरूमा अब्राहमको नाम पनि हामी पाउँछौँ यो अब्राहम को हो र अब्राहमको फ्यामिली ब्याकग्राउन्ड के हो र उसले परमेश्वरलाई कुन चाहिँ स्थानमा राखेको छ र परमेश्वरले अब्राहमलाई कुन चाहिँ उद्देश्यको लागि उसको जीवन उसको परिवारलाई प्रभुले बोलाउनु भएको हामी त्यो हेर्नेछौँ अनि यो अब्राहमको परिवारलाई र अब्राहमलाई तपाईँहरूले पनि त्यो सँगसँगै आफूलाई कम्पेयर हामी गरौँ बाइबलको विधानकर्ताले भन्छ अनि बाइबलले भन्छ अब्राहम चाहिँ कल्दियन्सहरूको उर देशमा जन्मिएको हो र सिटी अफ एन्सन मेसोपोटामिया तपाईँलाई थाहा छ यो मेसोपोटामिया अहिले कुन देशमा पर्छ संसारमा मेसोपोटामिया भन्ने देश छैन र अहिले कहाँ पर्छ देश ओके जेनरल नलेज तपाईँहरूलाई छ है तपाईँहरूले सोच्नुहोस् He was a part of Semitic family. एउटा Semitic family लाइनमा आउँछ र बाइबलको पुरानो स्कलर्सहरूले भन्छ डिसेन्डिङ अफ नोआस एन्ड सेमको यो फ्यामिलीबाट चाहिँ अब्राहमको आएको छ र हिज फादर वाज तेरा उसको बाउ तेरा थियो फेरि तपाईँले उत्पत्ति 11 अध्यायमै तपाईँले सबै कुराहरू पाउन सक्नुहुन्छ र अब्राहमको डेटलाई हेर्दाखेरि बाइबलको स्कलर्सहरूले यो BCI यीशु जन्मिनुभन्दा 2166 देखि 1991 यो समयमा हो भनेर भनिन्छ र उत्पत्ति 12 को 1 देखि 4 यो वर्षलाई क्यालकुलेट गरेर भन्दाखेरि र आर्कियोलोजिकल स्टिमेट वा आर्कियोलोजी सब्जेक्टहरूमा जो हुनुहुन्छ तपाईँलाई थाहा छ जे पनि त्यो समयको धातु सभ्यताले गर्दाखेरि त्यो कुरालाई क्यालकुलेट गर्छ र अब्राहम यो समयमा अब्राहम 75 वर्षको थियो अब्राहम 12 है 4 मा र यो चाहिँ स्कलर्सहरूले भनेअनुसार चाहिँ अब्राहमको लागि चाहिँ मिडल ब्रोन्ज एजको टाइममा भएको भनेर भनिन्छ तर हामी यो हिस्टोरिकलपट्टि बेसी नभएर
हामी अब्राहमको आत्मिक जीवनको व्याख्यानप्रति बेसी जाउँ। उत्पत्ति 12 मा तपाईँले के देख्नुभयो भन्दाखेरि परमेश्वरले अब्राहमलाई बोलाउनु भयो र बोलाएर परमेश्वरले कल्दियन्सहरूको देशबाट परमेश्वरले अब्राहमलाई चाहिँ प्रतिज्ञाको देशमा बोलाउनु भयो। तर 12 अध्यायको तपाईँले जब टक्कै 10 पदमा आइपुग्दा अब्राहमले के भएको छ? अब्राहम कहाँ लागेको छ? अब्राहम कनान छोडेर कतातिर लाग्यो? इजिप्टतिर लाग्यो। र इजिप्सियनहरूको भाषामा इजिप्ट माने चाहिँ ब्ल्याक लाइन, कालो ठाउँ किन रहेछ भन्दाखेरि तपाईँलाई थाहा छ नाइल भ्याली, नील नदी जहाँ बस्छका चाहिँ एकदम ब्ल्याक फर्टाइल सोइल भएको कारणले गर्दाखेरि धानहरू त्यहाँ पुरा पाउँदछ। त्यो ठाउँमा एकदम कालो भएको कारणले गर्दाखेरि है द फर्टाइल ब्ल्याक लाइन भनेर उनीहरूको भाषामा धेरै नामहरू रहेछ। म व्याकरण जान्न चाहन्न। यिनीहरू इजिप्टलाई चाहिँ ब्ल्याक लाइन भनेर त्यहाँनिर रेफर गरेको छ, कारण त्यो चाहिँ नाइल भ्यालीले गर्दाखेरि। यहाँ परमेश्वरले अब्राहमलाई कहाँ बोलाउनु भएको थियो? दूत र मोआबको देशमा बोलाउनु भएको थियो। तर अब्राहम चाहिँ इजिप्टमा गएको छ। तपाईँले कसैले यशायाको किताब 31 अध्यायको 1 मा पढ्नुहोस् त। यशाया अगमवक्ताले इजिप्टको विषयमा एउटा भनेको छ। अनि यो पछि गएर यो एक्ज्याक्ट के भएको छ? यशाया 31:1 मा पढ्नुहोस् त। सन्दर्भ अर्कै हो, तर म भर्स मात्रै तपाईँलाई पढ्नु भएको। परमेश्वरले अब्राहमलाई इजिप्ट लानुको लागि बोलाउनु भएको थिएन। 31:1 के लेख्छ? धिक्कार तिनीहरूलाई जो मिश्र देशमा सहायताको निम्ति जान्छन्। धिक्कार भनेको छ अनि पवित्र परमप्रभुतिर दृष्टि लाउँदैनन्, परमप्रभुलाई खोज्दैनन्। परमेश्वरले अब्राहमलाई उरदेखि कनान देशमा बोलाउनु भएको थियो अनि अब्राहम निस्केर पनि आयो। जब निस्केर आएर अब्राहम चाहिँ कनानमा आइपुग्छ र अनिकाल लाग्छ, यति बेला यशाया 31:1 अनुसार अब्राहमले कसलाई हेरेको? परमेश्वर तपाईँले मलाई बोलाउनु भएको सूर्य देवता कस्तो उर्को म व्याख्या गरेर भनेको दसैँ तिहारको टाइममा एक्ज्याक्टली इन्डियाको कन्टेक्स्ट र उद्देश्य त्यति बेलाको कल्चर र त्यहाँको त्यति बेलाको रिलिजियस हिस्ट्री जुन ठाउँबाट मलाई बोलाउनु भयो र कनानमा ल्याउनु भयो। अब यो कनान देशमा अनिकाल आयो, म कहाँ जाउँ भनेर अब्राहमले रत्ती भर पनि परमेश्वरले के गरेको छैन? के गरेको छैन? यशाया 31:1 अनुसार परमेश्वरप्रति दृष्टि लागेको छैन, परमेश्वरको अगाडि पनि खोजेको छैन। इमिडिएटली अब्राहमले के गर्छ? अब्राहमले के गर्छ? अब्राहमले महान परमेश्वर भन्दा परमेश्वरको अगुवाई भन्दाखेरि रोटी, कपडा र मखान आफ्नो समस्या ठुलो देखेर इमिडिएटली परमेश्वरको प्लान, परमेश्वरको विल, परमेश्वरको इच्छा नभएको देशमा के हुन्छ? अब्राहम इमिडिएटली जान्छ। अनि यहाँनिर के हुन्छ तपाईँलाई थाहा छ? 11-15 मा इभन आफ्नो श्रीमतीलाई उसले बहिनी बनाएर आफ्नो श्रीमतीको पवित्रतालाई परमेश्वरले दिनुभएको जीवन साथीलाई पनि अर्काको हातमा के गर्छ? अब्राहमले हजुर सुम्पिन्छ। विश्वासको पिताले सुरुमा हेर्नुहोस् है सुम्पिन्छ। यो के कारणले हो भन्दाखेरि तपाईँलाई थाहा छ हामी विश्वासको पिता भन्छौँ। त्यसकारण म प्रार्थना गर्दाखेरि अब्राहम इजरायलको परमेश्वर भन्छु, तर मलाई तपाईँ जीवित परमेश्वरै भन्नु मनपर्छ। कारण अब्राहम पनि मान्छे नै, इजरायल पनि मान्छे हो। त्यही कारण बाबुले भन्छ ख्रिस्टको अनुकरण गर्ने हो भनेपछि
बाइबलमा कहिले पनि अब्राहमको अनुकरण गर्ने हो भनेको चाहिँ। र यो यहाँ यस्तो घटनाहरू तपाईँले यहाँनिर देख्नु पाउनुहुन्छ जुन परमेश्वरले अब्राहमलाई प्रतिज्ञाको देश, दूत र मोहम्मदको देश, जाति जातिहरूको सन्तानहरू खडा गर्नुपर्छ गर्नेछु भनेर बोलाउनु भएको परमेश्वरलाई आज अनिकाल आउँदा, समस्या आउँदाखेरि त्यो परमेश्वर पाउँदैन, परमेश्वर अब्राहमले खोज्दैन। तपाईँलाई थाहा छ यसको कन्सिक्वेन्सहरू के भयो? कन्सिक्वेन्स यस्तो भयो, यसको परिणाम अब्राहमले आफ्नो विश्वास परमेश्वरमा गुमायो। र बाइबलको स्कलर्सहरूले भनेको छ, मैले कभरेन्ट थियोलोजी पढ्दै थिएँ अब्राहमको, पढ्दै गर्दाखेरि एउटा नेगेटिभ कुरा चाहिँ के भन्दा हि वेस्टेड हिज ग्रेस टाइम हिज गड प्रोमिस टु हिम। परमेश्वरले अब्राहमलाई जुन प्रतिज्ञा दिनुभएको थियो नि, त्यति अनुग्रहको टाइम चाहिँ अब्राहमले गुमायो। अब्राहम निस्केर आउँदाखेरि 75 वर्ष है त्यो थियो भने उसले धेरै टाइम अब्राहमले गुमाइपठाउँदाखेरि, प्रतिज्ञाको कुरो गुमाइपठाउँदाखेरि आज इसाकको जन्म 100 वर्ष भइरहेको छ। अहिलेको समयमा त्यति बेलाको 25 वर्ष केही होइन होला, तर अहिलेको समयमा एउटा नानीलाई सोध्नुहुन्छ क्या 1 वर्ष फेल हुँदा कस्तो हुन्छ। एउटा इन्टरभ्यूमा पास भइसकेको व्यक्तिलाई सोध्नु उसको यो एज बार भएको कारणले उसले नोकरीको के अरे काम नपाउँदा सोध्नु भन्छ क्या। र यो टाइममा अब्राहमले जुन परमेश्वरले अब्राहमलाई प्रतिज्ञा ल्याउनु भन्दाखेरि अब्राहमले वेस्ट गरेको कारणले गर्दाखेरि अब्राहमको जीवनबाट परमेश्वरको कभर्नेन्ट भएको इस्माइल पछि जन्मेर आउनुपर्छ, हतार गरेको पाउँछ। अनि जुन इस्माइलको कारणले अहिले पनि मैले बिहान मात्रै नाइजेरियामा मेरो साथी आएर चाहिँ के तपाईँले नाइजेरियाको घटना सुन्नुहुन्छ? चिरोजहरू बम हुँदैछ, बोको हराम भन्ने टेरोरिस्ट ग्रुप छ नि, तपाईँहरू वर्ल्डको न्युजहरू हामीले सुन्नु है, चिरोजहरू जलाइँदैछ, मार्दैछ। यो बोको हराम एकदम राडिकल फन्डामेन्टलिस्ट है, मुस्लिम फन्डामेन्टलिस्ट, टोटल नाइजेरियाबाट क्रिस्चियनिटीलाई हटाउने मेरो साथीले मैले सिनियरहरू र विदेशको पठाएको बिहान प्रेयर रिक्वेस्ट मैले नाइजेरिया हेर्नुहोस्। यो कन्सिक्वेन्सेसहरू आज पनि भोग्नु पर्दैछ मानिसहरू। नम्बर 1 त यो काम भयो अब्राहम। यिनीहरूले के भन्दाखेरि परमेश्वरको अनुग्रहको छोरा जुन इस्हाकलाई दिएको थियो, यो टाइम अब्राहमले लेट गरेको कारणले गर्दाखेरि अहिले पनि संसारले आज तपाईँलाई थाहा छ इजरायल हमास त्यहाँनिर के हुँदैछ इजरायलमा तपाईँले देख्नुहुँदैछ। मलाई लाग्छ परमेश्वरलाई नहेरेर, परमेश्वरले प्रतिज्ञाको देशमा बोलाएको अब्राहमले परमेश्वरलाई नहेरेर अनिकालहरू पठाउँदाखेरि यो सबै कन्सिक्वेन्सहरू अहिले हामी भोग्नु पर्नेछ। अब यो तपाईँले सिक्दै जान सक्नु। अनि दोस्रो कुरो तपाईँलाई के थाहा छ धेरै आफ्नो श्रीमतीलाई उसले 19 पदमा 17-19 हेर्नुहोस्, बैनी भनेको कारणले फिरौनले त्यहाँनिर यहाँको राजाले त्यहाँनिर लालच, उसले आफ्नो टेस्टोमनी दिनुपर्ने जुन एउटा उदाहरण परमेश्वरले चुन्नुभएको परमेश्वरको दासको टेस्टोमनी अब्राहमले आज अर्काको देशमा घुमाइरहेको छ। आफ्नो श्रीमतीलाई अर्काका स्वास्थ्य हुनेहरूले एउटा सानो खानको कारणले गर्दाखेरि एउटा ब्युटिफुल फ्यामिली अब्राहमले स्पोइल गरेको थियो। पछि फिरौनले थाहा पायो कि सारा चाहिँ अब्राहमको बहिनी होइन रहेछ, उहाँको श्रीमती रहेछ भन्दाखेरि कति नमिठो विटनेस त्यहाँनिर हामीले त्यहाँनिर देखेका पाउँछ। परमेश्वरले बोलाएर त ल्याउनु भयो नि, तर हिजो हामीले यहाँ सुन्दै थियौँ, हामीले हाम्रो यो नानीहरूको राम्रो हामीले हेर्दै थियौँ, सुनेर त ल्याउनु भयो नि, तर अब्राहमको जिन्दगी केही चेन्ज भएको थिएन रहेछ। आवेशमा आएको जस्तो मात्रै रहेछ, न उसको मेन्टालिटी चेन्ज, न
न उसको क्यारेक्टर चेन्ज, न उसको एटिट्युड चेन्ज, केही चेन्ज भएन रहेछ। त्यसै कारण म जहाँ गयो त्यहाँनिर फ्यामिलीलाई त्यहाँनिर बदनाम गर्ने काम, श्रीमती गुमाउने काम, अर्का हातमा दिने काम, अनि परमेश्वरको नाममा टेस्टमेन्टमा बिगार्ने काम हुँदैछ। त्यति मात्र केही भएन, त्यति मात्र भएन। उत्पत्ति 13:17 यहाँनिर हामी के पाउँछौँ भन्दाखेरि उत्पत्ति 13:17 हामी पाउँछौँ, परमप्रभुले अब्राहमकी स्वास्नी साराईको कारणले फिरौन र तिनको परिवारमाथि भयानक विपत्तिहरू पठाउँछ। यो के फिरौन राजाको दोष हो परमेश्वरको क्रोध पाउनु? सोच्नुहोस् त, फिरौन राजाको दोष हो? तपाईँ भन्नुहोस् न, हो? होइन, बिचराको केही दोष होइन। उनीहरू गर्न पाउने योग्यहरू थिएन यति बेला यो कुरामा। तर अब्राहम परमेश्वरको दास, परमेश्वरले चुन्नुभएको अब्राहम आफ्नै दासले ढाँटेको कारणले गर्दाखेरि आफ्नो सुन्दर युवालाई अर्काको कारणले देखेको कारणले विचार अर्कोले गर्न पाउँदैछ। धेरैबाट शैतान मन दुखाउँछ क्या, यो क्रिस्चियनहरू भुल गर्छ मलाई दोष लाउँछ, शैतानले गर्छ भन्नुहोस् त, भुल गर्छ आफू दोष लाउँछ कसलाई? शैतान। शैतानमा जो हरेस खान्छ अरे क्या, हाम्रो इजी भन्नेबाट छ, शैतानले गर्दा नि भनिहाल्छ। यहाँ एक्ज्याक्टली यही कुरा भएको छ। मलाई पढ्दै गर्दाखेरि योनाको किताब जोना 1:4-15-16 याद आउँछ। परमेश्वरले निम्ने जा भनेर जोना कहाँ जाँदैछ? तर्सिस जाँदैछ। परमेश्वरको क्रोध बर्सिन्छ, जहाज नै डुब्न लाग्छ। भयङ्कर बिचरा त्यो मान्छेले काँटा लानुको लागि सामानहरू, तपाईँहरू कोही यात्रा गर्दै गर्दाखेरि है सेलरोटी बोकेर के बोकेर मासु बोकेर जाँदै गर्दा यस्तो भएर खानु पर्ने कस्तो हुन्छ? यहाँ घटना यस्तै भयो। लास्टमा योनाले थाहा पायो मेरो कारणले परमेश्वरको कुरो चाहिँ मेरो कारणले जहाजभित्रको मान्छेले के गर्दैछ? हजुर आउँदैछ र उसले मलाई नै ध्यान दिनुहुन्छ। जहाँसम्म फ्याक्नु छ सबैले थाहा पाउँछ, नगो कप्तानले थाहा पाउँछ। योनाको कारणले पनि हामी के पाउँदैछौँ? दुःख पाउँदैछौँ। अब्राहमको कारणले फेरो र फेरोको फ्यामिलीले आज दुःख पाएको छ। आज क्रिस्चियन भएर जब पनि हाम्रो मेन्टालिटी चेन्ज हुँदैन भने, सोच चेन्ज हुँदैन भने, जहाँ क्रिस्चियन बसेको छ शान्ति पुरा हिन्दूमा हो र शान्ति हुन्छ। अर्काको स्वास्थ्य ल्याउनेहरू को भएको छ आजकल? कान्छीमा जानेहरू को भएको छ आजकल? ड्रग बेच्नेहरू को भएको छ आजकल? आज क्रिस्चियन्सहरू भएको छ। त्यो घुस खाने को भएको छ आजकल? समाज शासनले गर्ने को भएको छ आजकल? भन्नुहोस्, समाजमा अशान्ति ल्याउने को भएको छ? क्रिस्चियन त क्रिस्चियन, तर सोच समाज मेन्टालिटी हरेक कुरा चेन्ज नभएको क्रिस्चियनहरूको कारणले गर्दाखेरि हामी क्रिस्चियनहरू चाहिँ जहाँ हुन्छ त्यहाँ ज्योति पुऱ्याउनु पर्ने, आशिष ल्याउनु पर्ने कुराहरू। जब स्कटिस मिसनको हिस्ट्री रेभरेन्ड डिजी मान्यले ग्लाडेन रिभर लेखेको छ, तपाईँले पढ्नुहोस्। त्यो पढ्दै गरेर मेरो आँखामा सुन्नुहोस्। रिभर अफ ग्लाडेनिङ, आनन्दको रिभर चाहिँ परमेश्वरले स्वर्गबाट चाहिँ बेथलेहममा झार्नुभयो र त्यो बेथलेहमबाट चाहिँ त्यो ग्लाडेनिङ रिभर चाहिँ आनन्दको पानी चाहिँ बगेर स्कटल्यान्ड पुगेको छ। अनि स्कटल्यान्डबाट चाहिँ आनन्दको पानी चाहिँ संसारमा त पुग्यो, तर त्यो आनन्दको पानी इन्डियामा पनि आएको छ। अलेक्जेन्डर डफ म पछि आउँछु, जसले चाहिँ स्कटिस कलेजहरू पछि खोलेको छ। रेभरेन्ड विल्सन, जसले चाहिँ मुम्बईमा विल्सन कलेज खोलेको छ। रेभरेन्ड जोन एन्डरसन चाहिँ स्कटिस मिसनहरू, जसले मेड्रास क्रिस्चियन कलेज खोलेको छ। हाम्रो सभापति राधाकृष्ण के पढेको हाम्रो स्कटिस मिसनरीहरू। रेभरेन्ड अफ, जसले चाहिँ एसयुएमआईको प्रिन्सिपल आयो, उसले चाहिँ सर्वपल्ली राधाकृष्णलाई फिजिक्स पनि पढायो। हाम्रो मेकफार्लेन, रेभरेन्ड मेकफार्लेन आउनुभयो, गयामा आउनुभयो र गयामा आएर त्यहाँनिर सेवाकाई ठिक राम्रो नहुँदाखेरि यहाँ दार्जिलिङको जवान नानीहरू पठाएको हुन्छ
म सबै स्टेप हेरेर त्यो नानीको जीवन व्यवहार देखेर रेभरेन्ड मेथाले चाहिँ दार्जिलिङ आउनु यहाँनिर इच्छा गर्छ। अनि यहाँ आएपछि यो ठाउँबाट रेभरेन्ड मेथाले सेवाकाई सुरु गरेर अनि त्यो किताबमा भनेको छ द रिभर अफ ग्ल्याडिङ चाहिँ चाम्चा बोलेर यहाँकै आशिष गर्नुपर्छ। आज तपाईँ र म 130 वर्ष कन्भेन्सन भयो भने यो कन्भेन्सन कहिले सुरु भएको रहेछ? हिसाब टक्कै आउँछ 1800 हजुर कहिले हो? अब 2030 के अरे 25लाई घटाउनुहोस् त, अहिलेको घटाउनुहोस् त 1895 हो। म हिसाब मिलिसकेको जान्दिनँ। 130 वर्ष कन्भेन्सन भएर आशिष मुक्तिको कुरा भएर र प्रभुको जनहरू जहाँ जहाँ जान्छ त्यहाँ चाहिँ हामीले आशिष लिएर आउनु पऱ्यो। अब्राहम मिश्रमा गयो, उत्पत्ति 12 भनेको छ तँद्वारा पृथ्वीको जन्मलाई म के पुऱ्याउनेछु? हजुर आशिष पुऱ्याउनेछु। तर अब्राहमका चाहिँ आशिष होइन, राजा र राजाको सन्तान विश्वले चाहिँ भन्नै मान्यो परमेश्वरको। तर यो घटना कथा होइन, यो घटना त्यतिकै एन्डिङ हुँदैन। जब परमेश्वरले त्यो क्रोध पठाउनुभयो, फेरो राजाले के गर्छ भन्दाखेरि फेरोले के गर्छ भन्दाखेरि त्यहाँनिर अब्राहमलाई मिश्र भएर के गरिदिन्छ? 19-20 अनुसार के गरिदिन्छ? हजुर त्यहाँबाट निकालिदिन्छ, धपाइदिन्छ, पठाइदिन्छ। जब अब्राहम निस्केर आउँछ, आज चाहिँ अब्राहमको जीवनको मनको परिवर्तन सुरु हुन्छ। जब अब्राहमलाई त्यहाँबाट निकालिदिन्छ, तब अब्राहम त्यहाँबाट निस्केर आएर 13को 3 पद हेर्नुहोस्, तिनी नेगेभबाट यात्रा गरेर अब्राहम निस्केर आउँछ। बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र एकको बिचमा तिनको पाल थियो। तिनले पहिला बेदी बनाएकै ठाउँमा अब्राहमले परमप्रभुको नामको पुकारा गरे। अब यो चाहिँ कहाँ छ भन्दाखेरि 12को कहाँ छ? 12को 7 6देखि हेर्दै आउनुहोस्। 12को 6देखि 7 हेर्दै आउनुहोस् पढ्नु। अब्राहम त्यसले देशबाट भएर सिक्किममा मोरेको फलादको रुख भएको ठाउँमा आइपुगे। त्यसबाट त्यस ठाउँमा कनानीय बस्ती औ परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र तिमीलाई भन्नुभयो, म तेरो सन्तानलाई यो देश दिनेछु। त्यसैले तिमी कहाँ देखा पर्नुभएको परमप्रभुले तिमीले एउटा वेदी बनायो। हेर्नुहोस् है, तिमीले के बनायो? त्यहाँनिर वेदी बनायो। त्यहाँबाट तिमी मेरा बेथेलको पूर्वपट्टि भएको पहाडमा सरे औ बेथेललाई पश्चिम र एसालाई पूर्वपट्टि पाएर आफ्नो पाल टागे। तिनले परमप्रभुको नाममा एउटा वेदी बनाए र परमप्रभुको नामको पुकारा गरे। अब्राहम यो गरेको थियो, मिश्रमा गयो, फर्केर आएपछि अब्राहमले के गर्छ भन्दाखेरि फर्केर जब अब्राहम आउँछ, अब्राहमले यही काम चाहिँ यहाँनिर गरेको हामी पाउँछ। यही काम चाहिँ अब्राहमले यहाँनिर हामी गरेको पाउँछ। परमेश्वरसँगको सम्बन्धलाई अब्राहमलाई परमेश्वरले राइट पर्सन बनाउनु भएको थियो, रङ प्लेसमा गएको थियो, नठिक ठाउँमा गएको थियो। र अब्राहमले फर्केर आएपछि फर्स्ट कुरो के गर्छ भन्दाखेरि फेरि परमेश्वरसँग आफ्नो सम्बन्धलाई के गर्छ? रेस्टोर गर्छ, रिन्यू गर्छ। आफ्नो विश्वास, आफ्नो जीवनलाई, आफ्नो परिवारलाई परमेश्वरमा सम्बन्ध गर्छ। अनि तपाईँलाई थाहा छ, मैले भने इजिप्ट ब्ल्याक लाइन, अर्को भाषामा भन्छ एउटा कालो र अन्धकारको ठाउँलाई ल्यान्ड अफ मिल्क है, एउटा मह र दुध बग्ने देशमा फर्केर ल्याएको हुन्छ। र परमेश्वरसँगको सम्बन्धलाई अब्राहमले फेरि त्यहाँनिर रेस्टोर गरेर हामी पाउँदछ। अब्राहमले आफ्नो भुलहरू मानिदिन्छ। तपाईँलाई कसैलाई थाहा छ
अब्राहमको मानी जेनेसिस 15:3 यहाँ अब्राहम शब्द चलाएको छ। अब्राहमको मानिसहरू छ बिलोड फादर, प्रेमिलो बाबु। जब मिस्रबाट फर्केर आउँछ अब्राहम, सारा उसको बहिनी हुँदैन, कुनै हजुर उत्पत्ति 13 1 लेखिहाल्नुहोस् न, त्यहाँनिर बहिनी भनेको छ। अब्राहम तिनका स्वास्नी र तिनीसँग भएका सबै लोकलाई साथमा लिएर मिस्रमा उत्रेर कनानको देशमा आए। उसले आफ्नो फ्यामिलीलाई फेरि रेस्टोर गर्छ। उसको श्रीमती हो सारा, उसको बहिनी होइन, उसको परिवारलाई रेस्टोर गर्छ र परिवारलाई प्रभुको चरणमा लिएर आउँछ। अनि ऊ आफ्नो श्रीमती र परिवारको एउटा प्रेमिलो बुवा गर्छ। र मिस्रमा बस्ने जब अब्राहमले न अल्टर बनायो, न परमेश्वरलाई देवी बनायो, न परमेश्वरलाई बुझ्यो। अब्राहमको चाहिँ एउटा अलिकति खाने कुराको खातिर परिवार बेच्यो, टेन्सन लाइफ है, लास्टमा घटुवा हुनु पर्यो, अर्काको देशमा विपत्ति हुनु पर्यो। जब फर्केर आयो अब्राहमले आफ्नो परिवारलाई रेस्टोर गर्दछ। अनि एउटा परमेश्वरको दासहरू भनेको रहेछ अब्राहमको त्यहाँ नो वर्शिप, नो अल्टर बिल्डिङ केही भएन र भनेको रहेछ द मोस्ट मिजरेबल म्यान अन अर्थ इज अ सेभ्ड म्यान बट आउट अफ फेलोसिप विथ लिभिङ गड। संसारको दुःखदायी मान्छे चाहिँ पैसा नभएको मान्छे होइन, घर नभएको मान्छे होइन, त्यो मान्छे बचाएको मान्छे तर प्रभुको सङ्गति र प्रभुको ताजा उपस्थितिदेखि चाहिँ जहिले पनि टाढा भएको व्यक्ति चाहिँ संसारको सबैभन्दा दुखिया व्यक्ति चाहिँ त्यो हो। र अब्राहम परमेश्वर बोलाउनु भएको व्यक्ति, ग्लोरिड फादर, तर एउटा आफ्नो वाइफको दुःखको समयमा उभिदिने नभएर आज त्यो व्यक्ति भएर गएको थियो। बाइबलमा हामी पाउँछौँ अर्को एउटा व्यक्ति, तपाईँको उत्पत्ति 4को 17 पछि आएर हेर्न सक्नुहुन्छ। तपाईँ जब रुतको किताब 1 अध्यायमा आउन सक्नुहुन्छ, नोआमीले सबै कुरा लस गर्छ। उनीहरू बेथलेहमदेखि फर्केर कहाँ जान्छ? मोआबमा जान्छ र त्यहाँ सबै कुरा आफ्नो श्रीमान, दुईटा छोरा सब गरी पठाउँछ। तर जब उसले फर्केर उसले निर्णय गर्छ, निर्णय गरेपछि उसको जुन चाहिँ बुहारी छ, हामी बाहिरमा पाउँछौँ, त्यहाँबाट परमेश्वरले दाउदको सन्तान जन्माउँछ। दाउद राजाको बाजे, रुतको किताब 4 17 तपाईँले हेर्न सक्नुहुन्छ। ग्रान्डफादर अफ डेभिड वाज बोर्न। जब नोआमीले त्यो प्रतिज्ञा गर्छ, फर्केर आउँछ, उसले आफ्नो परिवारको एटलिस्ट त्यो विदेशी बुहारीको तर्फबाट पनि उसले आज ईश्वर क्रिस्ट जेनेरोसिटीलाई स्ट्यान्ड गर्ने काम गरेर गर्दछ। आज म तपाईँ बाबुहरूलाई यो प्रश्न सोध्न चाहन्छु। तपाईँहरू पेटको खातिर तपाईँ आमालाई सोध्न चाहन्छु, तपाईँ जवानलाई सोध्न चाहन्छु। प्रभुले तपाईँलाई बोलाउनु भएको छ र तपाईँहरू आफ्नो पेट, करियर, हामीलाई चाहिन्छ धेरै कुरा, त्यसको खातिर के तपाईँहरू परमेश्वरलाई त्याग्नु भएको छ? परमेश्वरको इच्छा विरुद्ध जिउनु भएको छ? आज तपाईँहरू कहाँ हुनुहुन्छ? आज तपाईँहरू कहाँ हुनुहुन्छ? मैले मेरो मण्डलीको धेरै आमाहरूलाई सोधेँ, तपाईँको नेपाली मण्डली कन्भेन्सनमा जानुहोस् है भने कति ठाउँमा जेनरलाइज गर्दिनँ, कालिम्पोङमा हुँदैछ, अरू ठाउँमा बाउलाई सोधेँ। धेरै आमा दिदीबहिनी भन्यो यही बेला छुट्टीमा हो हामी माइती भेट्नु, हाम्रो आमालाई भेट्नु, बाउलाई भेट्नु हामी माइत जान्छौँ। धेरै बाउहरूलाई सोधेँ, अब श्रीमती जहाँ जान्छ बाउहरू जानै पऱ्यो, भएन जानै पऱ्यो। कन्भेन्सन कति दुःख गरेर यहाँ खर्च गरेर बनिएको छ, कालिम्पोङमा जहाँसुकै बनिएको छ। अनि यसको बनाउनुको उद्देश्य स्कटिस मिसनरीजहरूले आज भने 130 वर्ष अगाडि किन बनायो भन्दाखेरि तपाईँले कालिम्पोङमा कस्की सेन्टिनेलको म्यागजिन पढ्न सक्नुहुन्छ। यहाँनिर पास्टर भाइ हुनुहुन्छ, उहाँहरूको चर्चको हो, त्यहाँबाट एउटा आर्टिकल लेखेको छु। त्यसको उद्देश्य
पछि डाक्टर मदनले भन्दै थियो कि जब प्रभु पाएपछि उनीहरू फेरि पनि दसैँ तिहारमा फर्केर जान्छ कि भनेर चाहिँ 130 वर्ष अगाडि चाहिँ यो चर्चको अगुवाहरूले चाहिँ कन्भर्ट भएको मान्छेहरू चाहिँ फर्केर फेरि त्यही ठाउँमा नजाओस् भनेर चाहिँ कन्भेन्सन राख्यो। यो अहिले राखेको होइन नि, तर यहाँ यति बेला हाम्रो धेरै आमा दिदीहरू कहाँ छन्, धेरै बाउहरू कहाँ छन्, धेरै जवानहरू कहाँ छन् कि माइतमा सेलरोटी पोल्दै खाँदैछन् कि पुजेको धेरै कुरालाई नै गरिरहेको छन् कि यस आमा छन् कि त्यो फ्यामिली पनि मेरो बाउ आमा प्रभुमा आएको छैन भनेर कोही बुहारीहरू आज कन्भेन्सनको टाइममा फास्टिङ बस्नु हुँदैछ तपाईँहरू कि उहाँहरूको पनि मेरो घरमा चाहिँ दसैँ नमानेको होस्, लोसार नमानेको होस्, आज उनीहरूको लागि प्रार्थना गर्छु भनेर भन्नेहरू होइछन् कि कति रकम केही ठाउँमै जाने हुन्छन्। आज हामी खानको खातिर प्रभुको बुलावट र आत्मिकतालाई गुमायौँ भने आज हामी क्रिस्चियनहरूको नभएको केही पनि फरक पर्दैन। परमेश्वर अब्राहमलाई त बोलाउनु, तर अनिकालको खातिर उसले सबै कुरो सर्वस्व गुमाए र धेरै आमा दिदीबहिनीहरूले, धेरै दाजुभाइ, धेरै विश्वासीहरूले आज प्रभुको प्रेम, प्रभुको छुटकारा, अनमोल रगतको मूल्यलाई चाहिँ यति बेला हेरिरहेछ। हाम्रो धेरै दाजुभाइहरू डाइस खेल्दैछ यति बेला, देउसी र तिहार खेल्छ यति बेला, नाम छ जोन, मर्कुस, मरियम छ, भैलेनी खेल्छ, होइन भन्नुहोस् त, मारुनी नाच्छ। फर्केर पुरानै ठाउँमा जानु भने किन क्रिस्चियन? जबसम्म हाम्रो मनको परिवर्तन हुँदैन केही पनि हुँदैन। यो सोच्नुहोस्, यो कन्भेन्सन 130 वर्ष भएको र यसको उद्देश्य किन चाहिँ कालिम्पोङले 135 होइन, कालिम्पोङले 135 उद्देश्य किन?